आज आमा छोरीहरूको घुमघाम हाम्रो ब्युटिफुल धरान झन् झन् ब्युटी हुँदैछ है सबैतिर हो टेम्पो यस्तो राम्रो भएको नि पहिला थिएन नि अहिले त कुना काप्चा पिचो यहाँ कहाँनिर बनाएको छ पार्क अहिले नयाँ यस्तो रोड चाहिँ पुग्छ जोरसो कदेखि उँभो भन्दै थियो हजुर एकदम राम्रो बनाएको छ अन्त पहिला त्यस्तो थिएन नि त अनि अहिले त हेरेर त्यही माथि पनि बाटो हाम्रो टेम्पो मात्रै गइगयो है अरू आज अफ रहेन ए आज चाहिँ क्लोज रहेछ ओपनिङै भएन रहेछ हामी त यहाँ डुल्लायौँ आमा मुन्ना म उताबाट हिँडेर जानु होला नि त झोलुङ्गे पुल कताबाट गएको सुन्नु त यता सुन न भाइ झोलुङ्गे पुल चाहिँ यहाँबाट हिँडेर जाँदा हुन्छ ए टेम्पोमै जानुपर्ने रहेछ है ल थ्याङ्क यू जे भए पनि हामी यो पार्कमा आएर हेरिराख्यौँ अझै बनिसकेको रहेन रहेछ है बनिसकेको रहेन रहेछ पार्क बन्दैछ भनेर कस्तो भिडियोमा हालेको हुन्छ आमा यहाँ उफ्नु त यहाँ उफ्नु न आमा मान्छेले कस्तो हेर्छ आमालाई थाहा नै छैन धरानको पार्कहरू क्या अनि लासपिआसै बनायो बिचरा उसले त बनाउँदैछ पो लासपि त्यो बनाउने पैसा पनि आफै खाने हो घाम भएर अझै पार्क चाहिँ अझै बनिनुलाई अझै टाइम लाग्ने रहेछ जस प्रगति हुँदैछ धरानमा यो बाटै पिच बन्नु पर्ने छ नि गीत गाऊ है आइए या काका आमा नाच्नु त खोला पारीमा छिटो यहाँ हो नि त जहाँ पनि नबस्नु त्यसै उब्दै पनि हुँदो रहेछ दामी देखो गुड 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 ब्युटिफुल लेडी ल ओके दामी रहेछ है पार्क त ल पार्क त दामी रहेछ अब अहिले ओपन भएको छैन तर किन फेरि गर्मी पनि छ राम्रो हुन्छ नि अनि एकदम राम्रो हेर ए पुरा के रोपेको रहेछ अनि यो यो के को बोट हो यो के को बोट अन्त लाग्यो मलाई ए 16 को पुल चाहिँ ए त्यता कफी सप पनि छ हो बाबु ए ए यो पो आइसकेको रहेछ हामी चाहिँ फर्स्ट चोटि नै पर्यौँ ल ल ल बाबु ल ल बाबा बाबु ल बाबा मजाको रहेछ पार्क त जोस मजाको रहेछ पछि त झन् दामी बनिन्छ अन्ना घुम्ने रहेछ
अम्बक पुरा फलिरहेछ तर चिचिला मात्र रहेछ हामी त सानोमा त चिचिला पनि खाइन्थ्यो नि अन्त हो